मनात्तिने समस्याले टाउकोदेखि खुट्टासम्म असर पार्दछ। टाउकोबाट सुरु गरौँ। टाउको झुम्म हुने, फ्रेसै नहुने, चक्कर लाए जस्तो हुने, आँखा तिर्मिर तिर्मिर गर्ने, मुख सुक्का हुने, घाँटीमा केही अल्झे जस्तो हुने, मुटु ढुकढुक 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 गरे जस्तो हुने, निसासिए जस्तो हुने, सास फेर्न गाह्रो भए जस्तो हुने, हात खुट्टा थर्र काम्ने, चिसो पसिना आए जस्तो हुने र बिहान उठ्दाखेरि ज्यान भारी भए जस्तो हुने, हैन, पुरै टाउको फ्रेसै नभए जस्तो हुने। मनात्तिने समस्यामा यस्तो समस्याहरू आइराख्छ र मनात्तिने समस्या युजुअल्ली 10 देखि 20 मिनेट छोपे जस्तो हुन्छ। त्यसपछि मलाई के नै भएको छ भने जस्तो हुन्छ। अनि फेरि बीचबीचमा फेरि छोपे जस्तो हुन्छ। त्यसलाई हामीले एट्याक भन्छ। कसरी कम गर्न सकिन्छ? सिम्पली चिया, कफी, कोक, फ्यान्टा, स्प्राइट कम गर्नुस्। यो ब्रेथिङ एक्सर्साइज गर्नुस्। 1 2 3 4 सास लिनुस्। 1 2 3 4 5 6 लिने भन्दै फाल्ने डबल गर्नुस् ताकि तपाईको एब्डोमिनल मसल युज होस्। तपाईको मुटुको धड्कन के हुन्छ त्यो गर्नुभयो भने तपाईको मुटुको धड्कन कम हुँदै जान्छ। नम्बर 1। नम्बर 2 मा त्यसले तपाईलाई रिल्याक्स फिल पनि गराउँछ। बिहान उठेर 10 देखि 20 मिनेट यो गर्नु। र जब एन्जाइटी एट्याक आउँछ, अहिले त मसँग छैन, यो चिसो पानीको बोतल भनेछु मैले, चिसो पानीको बोतल यो पछाडी तपाईले यसरी राख्न सक्नुहुन्छ। यो गर्नाले के हुन्छ भने, पानीको बोतल हो है यो, हैन, यो डेमोको लागि। यो गर्नुभयो भने के हुन्छ भने तपाईको भ्यागस नर्भ एक्टिभेसन हुन्छ। त्यसले गर्दा तपाईको मुटुको धड्कन कम हुने, हैन, आत्तिनको स्कोर घटेर जान्छ। कि तपाईले गएर नुहाइदिन सक्नुहुन्छ। र एन्जाइटी भएको मान्छेले चिया, कफी, कोक, फ्यान्टा, स्प्राइट चाहिँ खानुहुन्न र 30 देखि 40 मिनेट हिन्डुल गर्नुपर्छ। 30 देखि 40 मिनेट हिन्डुल गर्नुभयो भने तपाईको भित्रको ह्याप्पी हर्मोन रिलिज हुन्छ, जस्तै इन्डोर्फिन, इन्केफेलिन्स, डिस्नोर्फिन, जसले गरेर तपाईलाई एकदम खुसी महसुस गराउँछ, हैन। औषधिको साथसाथै जीवनशैलीमा पनि परिवर्तन गर्न जरुरी हुन्छ एन्जाइटी डिसअर्डर भएको मान्छेलाई। हस् त, नमस्ते।